आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि हामी नमस्ते फोर्केद्वारा सञ्चालित क्लासिक टक सो लिएर यहाँहरूमाझ उपस्थित भइसकेको छौँ। आज हामीसँग यस्तो अतिथि हुनुहुन्छ, उहाँको हरेक कार्यमा परिचय बनाइसक्नु भएको छ। जस्तै आजको हाम्रो अतिथिलाई परिचयको माध्यम भन्नुपर्दा उहाँ एउटा साङ्गीतिक क्षेत्रको अब्बल व्यक्ति, जसले आफै सङ्गीत गर्नुहुन्छ, आफै गीत गाउनुहुन्छ र आफै गीत लेख्नु पनि हुन्छ। साथै उहाँले गरेका समाजसेवीका कामहरू व्याख्या गर्न लायककाहरू छन् र उहाँको जुन कामहरूको एउटा शैलीले गर्दाखेरि हरेक व्यक्तिलाई एउटा मनमा यस्तो लाग्छ कि म पनि उहाँ जस्तै बन्न पाऊँ। त्यस्तो व्यक्तिलाई आज हामीले यो स्टुडियोमा पाउँदाखेरि हामी धेरै खुसी पनि छौँ र उहाँबाट हामीलाई सम्झेर आइदिनु भयो। यहाँलाई यो स्टुडियोमा स्वागत गर्न चाहन्छु। र हाम्रो स्वागत साथसाथै हामी चिया पनि लिउँ। ठिक छ, चिया म तपाईँलाई चिया पस्केँ। यो चियाको चुस्कीसँगै आजको हामी कार्यक्रमलाई अगाडि बढाउँछौँ र यहाँले उहाँदेखि हामीलाई सम्झेर आउनुभयो, जसले गर्दाखेरि आज हाम्रो यो स्टुडियोको गरिमा पनि बढेको छ। यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। कस्तो हुनुहुन्छ अहिले? आरामै हुनुहुन्छ? एकदमै आरामै भन्नुपर्छ। अब चिसो छ, कहिलेकाहीँ बिरामी अवस्था भइहालेको जस्तो महसुस हुन्छ। ठिकै छ, अहिलेसम्म राम्रै छ, चलिराखेको छ। कस्तो छ यहाँको अहिलेको बसाइ? बसाइ ठिकै छ। अहिले अब त्यो व्यस्तता, जिन्दगी चलाउनै पर्यो, चल्नै पर्यो। पारिवारिक जिन्दगी छ, परिवारलाई समय दिनै पर्यो। त्यस्तरी दैनिकी चलिराखेको छ। अलिकति यहाँको बालापनलाई सम्झौँ न, कसरी व्यतीत गर्नुभयो बालापन? बालापन त एकदम यादगार छन्। एकदमै तपाईँको अब म त एकदमै ठुलो सन्तानमा जन्मेको। हामी बाबाको दाजुभाइहरू 9 जना हुनुहुन्थ्यो। हामी 9 जना दाजुभाइको छोराछोरी एकै ठाउँ हुर्केको, एकदमै धेरै ठुलो परिवार। अनि त्यही भएर एकदमै धेरै तपाईँको मेमोरिजहरू छ। भनौँ मैले भोगेका कुराहरूमा चाहिँ प्रायः अब एकदमै रमाइलो हिसाबले बितेको छ बालापन। दुःखको जिन्दगी बितेन बालापनमा। जब हामी बढे पछाडि मात्रै, जब हामी भुटानबाट विस्थापित भए पछाडि मात्रै हामीले दुःख भन्ने कुरालाई महसुस गरेको। तर त्यस रमाइलो छ। तपाईँ अलिकति सङ्गीतप्रति लगाव छ, तपाईँको अब्बल छ। यहाँलाई देखेर धेरै सङ्गीत कर्मीहरू तपाईँको एउटा भनौँ न सङ्गीतप्रतिको लगावलाई आफूमा उतार्न चाहन्छन् र यो सङ्गीतमा एउटा गायनतर्फ अघि पनि मैले तपाईँलाई परिचय क्रममा पनि तपाईँ लेख्नु पनि हुन्छ, आफै कम्पोज पनि गर्नुहुन्छ। यो सब हुन चाहिँ तपाईँले कहाँबाट प्रेरित भएर तपाईँ यसमा लाग्नुभयो? यो चाहिँ विशेष गरी अब मेरो परिवार नै म्युजिकल फ्यामिली हो। मेरो बाबा एकदमै राम्रो गाउने मान्छे। हामीले जन्मेर थाहा पाएदेखि नै हामीले हार्मोनियम देखेको। मेरो बाबा एकदमै गाउनुहुन्थ्यो। अब ठुल्ठुलो त्यतिखेर त अब फङ्सन भन्थे होइन, त्यो टाइममा बाबाले पर्फर्म गर्नुहुन्थ्यो। पछाडि दिदीहरू गाउनुहुन्थ्यो, ठुलो दिदी सानो दिदी सबै गाउनुहुन्थ्यो। अब विशेष गरेर म फ्यामिलीबाट प्रेरणा मिलेको, बाबा दिदीहरूबाटै प्रेरणा मिलेको। दिदी पनि गाउनु हुन्छ भनिरहँदा उहाँको नाम सम्झिन चाहनुहुन्छ? मेरो ठुलो दिदी चाहिँ तारा देवी। हजुर हजुर। तर उहाँ चाहिँ अब अलिकति पछाडि परिन्। अब हामी सबैजना बाबामा पछाडिको एउटा आमाको रूप ऊ माथि थियो नि त। हामी सबैले हुर्काउँदाखेरि अब सानैदेखि उसले स्कुल छोड्नु पऱ्यो। सबैको भन्दा आवाज राम्रो चाहिँ मेरो ठुलो दिदीको हो। त्यो पछाडि मेरो सानो दिदी पवित्र रसाली, मुना रसाली भनेर चिन्छ। उसले चाहिँ अब क्याममा एउटा निकै राम्रो छाप छोड्या हो। त्यो पछाडि अब ऊ दार्जिलिङतिर बिहा गरेर त्यता बसे पछाडि अब चलिरहेको छ। जुन समयमा उसको त्यो टाइममा क्याम्पमा हुँदाखेरि जुन पिक थियो, अब त्यति धेरै नभए पनि तर पनि उसले म्युजिकलाई एकदमै माया गर्छ दिदीले। अहिले बाहिरै हुनुहुन्छ उहाँ?
उहाँले सिलगढी सिलगढी। त्यही भएर पनि होला तपाईँको एउटा सङ्गीतप्रतिको एउटा जुन विद्या आर्जन गर्नुपर्ने बाटाहरू पनि त्यही कारणले उहीँबाट लिनुभयो नि तपाईँले। मैले घरबाटै हो, मेरो विशेष चाहिँ अब बाबाआमा तपाईँको दिदीहरूबाटै हो। अनि पछाडि जब म आफै जब बढेँ, जब मैले के गर्नुपर्छ, जब क्याम्पमा म हुर्किँदै गए पछाडि मैले केही व्यक्तिहरूबाट एकदमै प्रेरणा मिलेको छ। नामै लिनुपर्छ भने त सबैभन्दा पहिला त अब मेरो अगम गुरुङ दाजु, बचपनदेखि नै उहाँले मलाई गाइड गर्नुभएको छ। त्यस्तै हाम्रो किरण रसाइली दाजु, उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। अनि त्यसरी नै हाम्रो मनोज राई दाजु, होइन, उहाँहरू चाहिँ मेरो प्रेरणाको स्रोत हो कि अब उहाँहरूबाटै, उहाँहरूको गाइडमै पछाडि मैले चाहिँ आधिकारिक रूपमा म्युजिक पढ्ने अवसर मिल्यो। किन उहाँहरूले नै तिमीसँग चाहिँ यो क्षमता छ, तिमीले जहाँ चाहिँ सिक्यो पढ्यो भने चाहिँ भविष्यमा के गर्न सक्छौ भन्ने खालको जब उहाँहरूबाट मलाई त्यो हौसला एउटा मिल्यो नि, त्यो पछाडि चाहिँ अब म म्युजिकमा अलिकति केही गर्दै अगाडि बढ्न सकेको, यहाँसम्म आइपुग्न सकेको भन्नुहोस्। तपाईँ अहिले पनि युएसको बसाइ भए पनि अधिकांश तपाईँ भारततिरको यात्रा गरिरहनु भएको छ। भर्खरै तपाईँ 2024मा भारत पुगेर आउनुभयो। उहाँ गरिएको, तपाईँलाई गरिएको जुन सम्मान थियो त्यसले गर्दाखेरि हामीले पनि एउटा गर्व गर्ने आदरहरू पायौँ। किनभने कुनै पनि एउटा यो ठाउँमा बसेर एउटा अन्तर्राष्ट्रिय क्षेत्रमा गएर आफूले गरेको कामको सम्मान पाउनु भनेको आफैमा एउटा सौभाग्य त हुँदै नै हो, तपाईँमा त्यो छँदैछ र पनि त्यसले चाहिँ सिङ्गो समाजलाई प्रतिनिधित्व गरौँ, त्यसको लागि यहाँलाई धेरै धेरै पनि धन्यवाद। र त्यो यात्रालाई कसरी सम्झिनुहुन्छ? विशेष गरी अब त्यो त मेरो लाइफको एउटा ठुलो एउटा सम्मान पनि हो भन्छु म चाहिँ। किनभने खासै म सम्मान योग्य मान्छे पटक्कै ठान्दिनँ अहिले, तर पनि उहाँहरूले मैले गरेको केही योगदानहरू उहाँहरूले देखेर उहाँहरूले मलाई इन्भाइट गरेर एउटा सम्मान दिनु भनेको त्यो मेरो लाइफको सबैभन्दा ठुलो सम्मान हो। तीमाथि अब अमर गुरुङ सर, हजुर हजुर, उहाँमा एक यस्तो सम्राट होइन, उहाँको नाम आजसम्म कुनै पनि पुरस्कार, कुनै पनि भनौँ सम्मान भनौँ उहाँको नाममा बाँडिएको थिएन। यो पहिलो सम्मान हो, पहिलो कार्यक्रम हो उहाँको नाममा गरिएको र बाँडिएको पनि। त्यसमा चाहिँ म भाग्यमानी ठान्छु। त्यसमा अब हाम्रो जीवन अधिकारी सर, मलाई र दार्जिलिङबाट चाहिँ तपाईँको अशोक राई सरलाई, त्यस्ता त्यस्ता लिजेन्डको बिचमा मेरो नाम पनि उहाँहरूले इन्क्लुड गरिदिनु, सम्झिदिनु, मलाई योग्य ठानिदिनु, त्यो चाहिँ म संसारकै भाग्यमानी मान्छे ठान्छु। अनि उहाँ गएर मैले जुन त्यो प्राप्त गरेँ पछाडि मैले यस्तो महसुस गरेँ, ओहो कहीँ कतैबाट गरेको काम त देखिँदो रहेछ नि त, राम्रो गर्न छोड्नु नहुने रहेछ, अगाडि बढ्न छोड्नु नहुने रहेछ। जस सम्झिने मान्छेहरूले यो सम्झिँदो रहेछन् भन्ने चाहिँ एउटा महसुस गरेँ मैले। मलाई देशविहीन मान्छे है कसले सम्झिन्छ र हामीलाई भने चाहिँ काइन्ड अफ फ्रस्ट्रेसन पनि थियो नि त हामी सम्पूर्णलाई। तर जब त्यहाँबाट आए पछाडि ओहो केही गर्नुपर्ने रहेछ भन्ने चाहिँ मलाई महसुस भएको छ। कसरी त्यहाँसम्म तपाईँ कनेक्ट हुनुभयो? कनेक्ट भन्दा पनि विशेष गरी मैले काम गर्न पहिले छोडिनँ एउटा त। दार्जिलिङसँग कनेक्टेड त म धेरै लामो समयदेखि नै हो। हजुर हजुर। अनि शारदा सङ्गीतालयदेखि लगाएर तपाईँको अब होइन विभिन्न ठाउँबाट म त्यहाँ परिचित थिएँ। मैले साहित्यिक क्षेत्रबाट त्यहाँ निकै काम गरेको छु त्यो समयमा। दार्जिलिङसँग आबद्ध भएर धेरैवटा काम गरेको छु त्यो पनि त्यो समयमा। सिलगढीको निकै लामो बसाइ थियो त्यो समयमा पनि होइन। त्यो हुँदाखेरि धेरै मान्छेहरूसँग म कनेक्टेड थिएँ। हुँदै जाँदाखेरि अब मैले गोपाल इन्जिन सरको जब दार्जिलिङमा सबैले मलाई चिन्नुको कारण चाहिँ म र मेरो मित्र आरबी खड्काजी, गीतकार आरबी खड्का, हामी दुवैजनाले चाहिँ एउटा गोपाल इन्जिन सरको हामीले चाहिँ मूर्ति भनौँ न शालिग बनाएको थियौँ। अनि त्यो चाहिँ गोपाल इन्जिन सरको लाइफकै पहिलो शालिग हो। उहाँको शालिग कहीँ पनि बनेको थिएन। त्यहाँ पनि म भाग्यमानी ठान्छु। फेरि त्यो चाहिँ हामीलाई जुर्यो होइन। त्यस्तो महान व्यक्तिको नाममा हामीले एउटा के काम गर्न पाउनु भनेको त्यो चाहिँ जिन्दगीको सबैभन्दा भाग्यमानी मान्छे नि ठान्छु। त्यो काम पछाडि चाहिँ हामीले दार्जिलिङका सबै कलाकारहरू ताकि जो चाहिँ गीत सङ्गीतबाट लोप हुँदै गएका व्यक्तिहरूलाई पनि हामीले सम्झेर उहाँहरूलाई चाहिँ कार्यक्रममा बोलायौँ होइन। सबैको दर्शन गर्ने मौका मिल्यो। कस्तो माहौल पाउनुभयो त्यहाँ? त्यो कल्पना नगरेको चिजहरू हामीले त्यो माया पायौँ। हजुर हजुर। हामी जब त्यो काम सकियो, जब इनागुरेसन कार्यक्रममा हामीलाई बोलाइयो दार्जिलिङले, त्यो समयमा हामी जाँदै गर्दाखेरि जुन उहाँहरूले दिएको सम्मान त्यो चाहिँ फेरि पनि कहीँ कतै मिल्दैन जस्तो लाग्छ
हामीलाई चाहिँ तल सिलगढीबाटै उहाँहरूले स्वागत गर्नुभएको थियो। त्यति धेरै लिजेन्ड व्यक्तिहरूले हामीलाई त्यो तरिकाको सम्मान दिनुभयो कि त्यो चाहिँ पछिको दिनमा चितामा लड्नु अघि एकचोटि सम्झिँदै गर्दाखेरिको त्यो मिठो पलहरू हामीले त्यहाँ चाहिँ पाएका छौँ। यसरी अब एउटा अन्तर्राष्ट्रिय जगतमा गएर आफूले गरिरहेको काम र जुन क्षेत्रमा आफू लागिरहेछ त्यही क्षेत्रको एउटा स्रष्टालाई सम्मान गर्नु भनेको र त्यो अवसर आफूलाई जुर्नु भनेको पनि धेरै ठुलो कुरो। यो अवसर चाहिँ कसरी जुरेको थियो हजुरलाई? अनि एउटा म त गोपाल लिङ्गदेन सरको एकदमै ठुलो फ्यान। हजुर। अब उहाँलाई मैले भेट्न पाइनँ। हामी उहाँ त आरबिजीमा उहाँको त हामी त एकलव्य हो नि त। अनि जब आरबिजी होइन उता इन्डिया जानुभयो अनि गए पछाडि जब मित्र दाइसँग मैले कनेक्ट गराएको थिएँ उहाँहरूलाई, अनि उहाँहरू घुम्दै जाँदाखेरि अनि जब त्यो कुरो निस्किँदै आएको थियो अनि आरबिजी मेरो जब ब्याक भएर आए पछाडि हामीले गफ गर्दै गर्दाखेरि लु गरौँ भनेर चाहिँ त्यो सुरु गरे हो। किनभने एउटा नेपाली गीत सङ्गीतमा केही ट्रेन्ड पनि बसाउनु थियो हामीलाई। हजुर हजुर। एउटा स्रष्टाले अर्को स्रष्टालाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने एउटा सन्देश पनि दिनु थियो हामीलाई। किन अहिले त यस्तो छ नि, कुनै जमानामा एउटा राम्रो कलाकारलाई गाउँ देश समाज सब लागेर उठाउँथे। अच्छा। अहिले त कसैले कसैलाई वास्ता गर्दैन नि त, होइन? यसको कारण के पाउनु भएको छ? कारण त्यही हो, अहिले अब भाइरल हुने जमाना। हजुर हजुर। है तपाईँको विभिन्न सञ्जालबाट मान्छेले पैसा कमाउन थाले। यो गीत सङ्गीतलाई, साहित्यलाई, कलालाई पनि बिजनेसमा हालिदिए है। अब त्यसले गर्न सक्दैन म आफै पनि गरिहाल्छु नि भन्ने हिसाबले पनि अहिले त अब विभिन्न राम्रो गाउनु पर्दैन होइन, कम्प्युटरको जमाना छ, ट्युनिङको जमाना छ होइन, के गरेर पनि अब गीत निकाल्ने, आफै भाइरल हुने, अब त च्यानल खोल्ने होइन। त्यो चिजले गर्दाखेरि पनि तपाईँको दिग्गज कलाकारहरू जस्तै गोपाल लिङ्गदेन सरहरू, अमर गुरुङ सरहरू, तपाईँको होइन रञ्जित गजमेर सरहरू चाहिँ लोप हुँदै जानुको पछाडिको कारण चाहिँ त्यो होइन। त्यो हुँदाखेरि यस्ता मान्छेहरूलाई हामीले बचाउनुपर्छ होइन। अब त्यहाँ हामीले लाखौँ खर्च गऱ्यौँ, यदि मेरो ठाउँमा अर्को कोही थियो अथवा आरबिजीको ठाउँमा अर्को कोही थियो भने 2-4वटा 8-10वटा एल्बम बनाउँथ्यो होला क्या, अथवा 2-4वटा भिडियो बनाएर चर्चामा आउँथ्यो होला क्या। हजुर हजुर। होइन, तर त्यो हामीले त्यो चिजतिर कहिले गएनौँ। हामी गोपाल लिङ्गदेन सरको मूर्ति बनाएर हामीले भाइरल हुनु पनि थिएन। हामीले यति नै मात्र हो, त्यस्तो लिजेन्डले चाहिँ यो समाजबाट सम्मान पाउनुपर्छ। यो भनिरहँदा तपाईँले आरबिजीलाई चाहिँ कसरी सम्झिनुहुन्छ? एकदमै अहिलेको पिछलो समयको मैले सङ्गीतमा 30 वर्ष लामो समय बिताएँ। हजुर। मैले सानै उमेरदेखि होइन 1993बाटै गाउन सुरु गरेँ स्टेजमा। 30 वर्ष बाद 31 वर्षको समयमा जो आउँदै गर्दाखेरिको पिछलो समयमा एउटा एकदम खङ्खार एउटा गीतकार पाएको मैले। हजुर। एकदमै राम्रो गीतकार जसभित्र चाहिँ एकदमै धेरै गीत लेख्ने तपाईँको क्षमता छ क्या। हजुर हजुर। तपाईँको उसको शब्द चयनदेखि लिएर उसले लेख्ने शैलीदेखि लिएर फेरि उसको के छ भने एउटा गीत विभिन्न तरिका लेख्ने उसँग भनौँ नलेज छ क्या। त्यही भएर पनि एउटा एकदम अहिले पिछले समयको एकदमै राम्रो गीतकार बनाउने समाजको मान्छे। यसै पनि दार्जिलिङ एउटा सानो बजार भए पनि त्यहाँका जति पनि कला क्षेत्रमा लागेका व्यक्तित्वहरू धेरै महान हुनुहुन्छ, धेरै अनुशासित हुनुहुन्छ। त्यसकै कारणले पनि होला सायद तपाईँको गायनमा पनि तपाईँको लेखाइतामा पनि अलिकति आध्यात्मिकता झल्किन्छ। यसको श्रेय कसलाई दिन चाहनुहुन्छ? होइन, विशेष गरी त म अब सङ्गीतमा सानैदेखि झुकाव मान्छे। अर्को कुरो कतिवटा नेपाली गीत सङ्गीतको त्यो ट्रेनलाई पनि नि मन पर्दैन थियो मलाई। अनि अब रक्सी खाउने, स्टेजमा चढ्नुभन्दा अगाडि टिल्ल पिउने, खाने, गाउने जुन चलनबाट म चाहिँ खासै एक प्रकारको वक्कै भएको हो क्या। हार्मोनियममा त्यो रक्सी राखेर गाउने त्यो मलाई पटक्कै मन पर्थेन कि। अब मेरो घरमा चाहिँ अब आध्यात्मिक म कसरी छिरेँ भने अब मेरो हजुरबा एकदमै धार्मिक मान्छे। बिहान चाहिँ तपाईँको अनुशासित, बिहान 4 बजी उठेर चाहिँ घन्टी बजाउने, नुहाइधुवाइ गरेर धारामा आएर नुहाइधुवाइ गरेर पूजापाठ गरेर त्यो गाउँमा कोही उठ्नुभन्दा अगाडि नै हाम्रो हजुरबा घरमा चाहिँ के अरे शङ्खध्वनि बस्थ्यो। म हजुरबासँगै सुतेर हुर्केको, मलाई त्यो संस्कार, मलाई हजुरबा जस्तो बन्नु थियो क्या। त्यो आध्यात्मिकतिर चाहिँ म हजुरबाबाटै छिर्या हो होइन। पछाडि जब म ठुलो बढ्दै गएँ पछाडि मैले नेपालमा त्यही होइन अब मेरो गुरुजी, पहिलो गुरुजी भन्छु म चाहिँ हाम्रो सुभाष छेत्री दाजु, उहाँ त बितेर जानुभयो भर्खरै।
मेरो हार्मोनियम पहिलो टिचर हो। उहाँ चाहिँ भुटानको यस्तो राम्रो गायक होइन, उहाँबाट केही सिक्ने मौका पाए पछाडि मैले दमाउमा केही सिकेँ। अनि पछाडि र पनि मलाई चित्त बुझेन क्या। अनि म इन्डियातिर छिरेँ कि, इन्डियातिर छिरेर म विभिन्न इन्डियामा मन्दिरहरू बसेर धोती कुर्ताहरू लगाएर तपाईँको टुपी पालेर होइन त्यहाँ तपस्या बहुत गरियो। इन्डियाको विभिन्न ठाउँमा गएर देश म्युजिक अध्ययन गर्दै 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 अब सिलगढी आएर चाहिँ म धेरै लामो समयसम्म बसेँ। अनि रविन्द्र सङ्गीत कलकत्तासँग जोडिएर सिकेँ। त्यो हुँदाखेरि मन्दिरसँग मेरो एकदमै ठुलो कनेक्टेड भयो। अनि मैले सानो उमेरदेखि फेरि यो गीत सङ्गीतकै लागि यो जाँड सीमा सुमक्ष सब त्याग गरेको मान्छे होइन। अब मन्दिरको बसाइमा त मैले 4-5 वर्ष त लगभग मैले नुन पनि खाइनँ, मैले प्याज लसुन पनि खाने मौका मिलेन, मैले केस काटेन। त्यो एउटा त्यो त्याग थियो। त्यो भएर पनि म सङ्गीत र अध्यात्मलाई चाहिँ म नजिकबाट देखेको छु क्या। मेरो 3-4 वर्षको समय चाहिँ म मन्दिरको बसाइ रह्यो। अनि त्यो समय चाहिँ मैले मन्दिरमा बस्दा प्याज लसुन नुन खोर्सानी केही पनि खाइनँ। त्यतिसम्मको मेरो एउटा त्याग थियो त्यहाँ, किनभने मन्दिरभित्र त्याग गर्ने मान्छेलाई मात्रै एलाउ हुन्थ्यो होइन। अनि त्यस्तो हुँदा हुँदै म पछाडि अब सिलगढीको बसाएँ, धेरै लामो समयसम्म बसाएँ। अनि त्यो मन्दिरसँगको एउटा एट्याचमेन्टले पनि होला मलाई चाहिँ यो सङ्गीत र अध्यात्मलाई होइन एकअर्कामा सङ्गीत र अध्यात्मको एउटा सम्बन्धलाई नजिकबाट देख्ने मौका मिल्यो क्या होइन। त्यो भएर मैले चाहिँ सानै उमेरदेखि नै अब यो चिजबाट म्युजिकको लागि मैले सब कुरो त्याग गरेको। किनभने अब हिन्दू परिवारमा जन्मेर हजुर हिन्दू तँलाई जान्ने एउटा मलाई ठुलो इच्छा पनि थियो होइन। अनि यो स्टेजमा चढ्नुभन्दा अगाडि यो रक्सी खाएर चढ्ने अनि रक्सीसँग चाहिँ तपाईँको सङ्गीतलाई जोड्ने यो कतिजना कलाकारबाट नजिकबाट देखेको हुनाले यो कुरोबाट चाहिँ म अलिकति समाजमा फाइट गर्न चाहन्छु कि चाहन्थेँ, अझै पनि म गरिराखेको छु। म यो काम चाहिँ गर्दिनँ किनभने यो धर्मदेखि बाहिरको कुरा भयो क्या होइन। सङ्गीत मनोरञ्जनको साधन मात्र होइन। हजुर होइन, यो चाहिँ अध्यात्म हो, भक्ति हो, साधना हो होइन। म चाहिँ त्यसरी लिन्छु सङ्गीतलाई। एउटा तपाईँ एउटा आध्यात्मिक व्यक्ति, आध्यात्मिकतिर नै विश्वास राख्ने व्यक्ति र एउटा भौतिकतामा बाँचिरहेको व्यक्ति, यो दुई कुराको एउटा मिलन भएको जिन्दगीबाट सोचिरहँदाखेरि जीवन के रहेछ? जीवन सङ्घर्ष हो होइन, जीवन साधना हो, जीवन भक्ति नै हो होइन। म चाहिँ त्यो भन्छु, जीवन आफ्नो भोगाइमा हुन्छ, आफूले बुझाइमा हुन्छ। तर मेरो लागि चाहिँ जिन्दगी भक्ति हो, साधना हो होइन। प्राप्ति मात्र होइन नि त जिन्दगी होइन, सङ्घर्ष पनि हो नि त, भोगाइ पो हो। यति राम्रो गीतकार, आफैमा एउटा गायक हाम्रो स्टुडियोमा पाल्नु भएको छ। एउटा तपाईँको स्पेसियली 2014-15मा तपाईँको फेसबुक वालमा एउटा तपाईँले गाना गाउनु भएको थियो, त्यो खासै बजारमा आएको छैन जस्तो लागेको छ। मेरो मन्दिर, मेरो भगवान, मेरो पूजा, मेरी आमा भन्ने एउटा कम्पोज थियो तपाईँको, त्यसलाई अलिकति गुनगुनाइदिनु न। त्यो एकदम त्यो निकै लामो समय अगाडि मैले यो 2015तिरै तपाईँको मैले कम्पोज गरेको। अब कति कारणवश यसलाई रेकर्ड गरेको छुइनँ मैले होइन। मैले आज धेरैवटा कतिवटा प्रोग्रामहरू एटेन्ड गर्दै गर्दै यहाँसम्म आइपुग्दाखेरि आवाज चिसोले गर्दा आवाजहरू बसिरहेको छ र पनि म थोरै, यो हाई नोटको गाना हो तर म थोरै गुनगुनाउँछु। हुन्छ ओके। यो गाना मैले 2015मै यसलाई कम्पोज गरेको। अनि यो आमा सम्बन्धीको एउटा गाना हो। यसलाई मैले त्यतिकै रेकर्ड गरेको थिइनँ, यो गर्ने सोचमै छु पछाडि। यो अलिकति हाई नोटमा भएको हुनाले मेरो गलाहरू एकदमै बसेको साथ छ। विभिन्न कारणहरूले काका के हुँदै हुँदै यहाँ आइपुगेको छु। अहिले अब चिसोको मौसम, म थोरै लोमा अलिकति भए पनि तपाईँको यो रिक्वेस्टलाई गाउन चाहन्छु र सबै आमाहरूलाई म सम्झिन चाहन्छु यो टाइममा। यो चिजको शब्द सङ्गीतमा आफूले गरे हो। मेरो मन्दिर, मेरो पूजा, मेरो भगवान, मेरी आमा,
मेरो गीत मेरो सङ्गीत मिठो भजन मेरी आमा 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 मेरो मन्दिर मेरो पूजा मेरो भजन मेरी आमा मैले यति नै गाउँछु हुन्छ सबै आमाहरूलाई सम्झिन चाहन्छु यो टाइममा किनभने मेरो आवाज बसेको छ हार्मोनियम साइडमा थियो भने सायद अझै मजाले यसले म गाउने थिएँ कुनै दिन गीत नै सुन्न पाऊँ एकदम एकदम मिठो लाग्यो है मैले त्यो हेरिरहँदाखेरि किन आएन आज एउटा जुरेको बेला तपाईँले यो सोधेको पनि हो थ्याङ्क यू यो मैले धेरै लामो समय अगाडि कम्पोज गरेको म त्यति धेरै पनि गर्दिनँ हुन त मैले गरेको कम्पोज म कहिले बिर्सिन्न तरै पनि अलिकति त्यसलाई अलिकति केही एकताल रिकल गरेर गाउन पाएको थिएँ तर पनि मैले जति जति सम्झेँ त्यति नै मैले तपाईँलाई अझै एउटा गाना मलाई धेरै सुन्न मन लागेको गीत पनि छ त्यो पनि फेरि बिचमा गीत गाउनु पर्छ र यही पाटोलाई केलाइराख्दाखेरि अलिकति यो चलिरहेको उयसबाट भनौँ न एउटा जुन सन्दर्भमा चलिरहेको छ त्यसबाट अलिकति उता जाउँ तपाईँले यो ठाउँमा आएर पनि आफ्नो सङ्गीतलाई प्राथमिकतामा राखेर अघि बढिरहनु भएको छ यसको लागि तपाईँलाई आगामी दिनको लागि पनि धेरै धेरै शुभकामना पनि तपाईँको यसैको फलले गर्दा पनि होला जसले तपाईँलाई चिन्न सक्छ उहाँहरूले तपाईँलाई रोजेको पनि छ र त्यही सन्दर्भमा तपाईँले एउटा अन्तर्राष्ट्रिय जहाँ हामी पहिला बसेको थियो त्यही ठाउँमा गएर एउटा जज पनि गर्ने मौका मिलेको थियो र तपाईँले एक जुन काम गर्नुभएको छ त्यसले साँच्चै नै हामी भुटनी समाजलाई एउटा प्राउड फिल गराउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि र अलिकति त्यो यात्रालाई पनि सम्झौँ न कस्तो रह्यो त्यो जुन यहाँदेखि जज गर्दै एउटा नेपालमा गएर पनि स्टेजमा जज गरिरहँदाखेरि के पाउनु भयो तपाईँले अब यो समयमा सबैभन्दा पहिला त म इन्टर फाउन्डेसनको सम्पूर्ण टिमलाई नै धन्यवाद दिन चाहन्छु किनभने एज अ मलाई योग्य सम्झेर उहाँहरूले त्यत्रो ठुलो प्लेटफर्ममा एज अ एउटा जजको भूमिकामा होइन निर्वाह गर्नको लागि जिम्मा दिनुभयो मैले सुरुको दिनदेखि नै अब मैले मेरो भोइस कप सिजन 1देखि नै मैले त्यहाँ जज गरेँ अब सुरुमा त अब रामकृष्ण कालजी हाम्रो रिमा गुरुङजी होइन त्यसमा जगदीश समालजीले गरेका थियो अनि अब सिजन 2 आयो सिजन 2मा पनि मैले फेरि उहाँहरूले मलाई मौका दिनुभयो होइन गर्दै गएँ गर्दै गर्दै म नेपाल पुगेँ अब नेपालमा त्यो त एउटा अब काइन्ड अफ एकदमै ठुलो प्लेटफर्म हो मेरो लागि चाहिँ यो लाइफमा कमै आउने गर्छ अब हामी शरणार्थी जीवन होइन भोग्दै भोग्दै सङ्घर्ष तपाईँको चोटहरू सदस्यता आएका मान्छेले अब त्यो लेभलको प्लेटफर्म पाउनु भनेको हाम्रो लागि धेरै ठुलो कुरो हो थाहा छैन अब म त्यो लेभलको कार्यक्रममा जज गर्न योग्य थिएँ थिइनँ मलाई थाहा छैन तर पनि उहाँहरूले दिएको जिम्मेवारी मैले पुरा गर्न सफल भएँ भन्छु होइन अनि त्यहाँ गएर धेरै कुरा सिकेँ मैले पनि अब दिपक जङ्गम सुरेश अधिकारीहरू जस्तो शिव परियारहरू जस्तो दिग्गज व्यक्तिहरूसँग मैले पनि एउटा स्टेज सेयर गर्ने मौका मिल्यो होइन अनि त्यो भाग्यमै नै ठानेको छु मैले त्यसको लागि त मैले सम्पूर्ण भुटानी तपाईँको आमा बुवादेखि लगाएर भुटानी समाजदेखि लगाएर इन्टर फाउन्डेसन सबैलाई नै धन्यवाद भन्नुपर्छ मैले त्यो यहाँ पनि त्यस्तो खाले सोहरू भयो र भइ पनि रहन्छ के फरक हुँदो रहेछ यहाँ र त्यहाँ गएर गर्नुको होइन यस्तो हुन्छ अब त्यहाँ यहाँनिर तपाईँको विभिन्न तरिकाले टेक्निकल कुरामा त धेरै माथि नै छ तर अब स्रोत साधना जस्तै साधनहरू जुटाउनको लागि त यहाँ समस्या छैन तर उहाँ चाहिँ अब विभिन्न टिमवर्क राम्रो छ तपाईँको त्यहाँ चाहिँ प्रोफेसनल मान्छेहरूले अलरेडी नै स्थापित भएर काम गर्न सुरु गर्नुभएको छ अनि त्यो हुँदाखेरि उहाँ काम गर्न सजिलो प्लस अब कस्तो भने एउटा अलरेडी नै एक्सपिरियन्स एउटा टिमहरूसँग अब उहाँहरूले अलरेडी नै क्रिएट गरेर राखेको टिमहरूसँग काम गर्न पाउँदा त्यो त्यो त्यहाँ चाहिँ राम्रो छ भनौँ अब यहाँ पनि फ्युचरमा हुन सक्ला तर उहाँले चाहिँ अब अलरेडी नै स्थापित व्यक्तिहरू भएको हुनाले अब काम गर्न उहाँ चाहिँ सजिलो रहेछ भनौँ न यदि ख्यातिप्राप्त तपाईँ एउटा कलाकार तपाईँको गीतहरू बजारमा अलिक कमै आउँछ यसको कारण म मिडियामा कमै आउँछु हजुर हजुर मैले अघि भने सुरुमै म चर्चा बटुल्नको लागि गीत सङ्गीतै गाउँदिनँ एउटा कुरो चाहिँ
सबलाई नाम मनपर्छ, अहँ, चर्चा मनपर्छ। हजुर हजुर तर पैसा तिरी नाम कमाउने मेरो सपना होइन। म गीत गाएर नाम कमाउँछु भन्ने मेरो सपना हो। मेरो गीतहरू युट्युबमा एकदमै कमै छन्। म जति स्टेजमा लाइभ गाउँछु नि त्यहीँबाट मान्छेहरूले याद गरिदिनुहुन्छ मेरो गानाहरू होइन। मैले अहिलेसम्म रेकर्ड नगरेको गानाहरू पनि कहिलेकाहीँ स्टेजमा मान्छेले अर्जुनजी त्यो गाना गाइदिनुहोस् न भन्नु भनेको त्यो मेरो साधनाको फल हो त्यो चाहिँ होइन। किनभने मिडियामै आएर युट्युबमै गीत हालेर भिडियो बनाएर चर्चै मात्रै आउनु ठुलो कुरो होइन जस्तो लाग्छ मलाई। त्योभन्दा धेरै चाहिँ मेरो बिहानको 2 घन्टाको समय, मेरो रोजको मेरो 2 घन्टाको समय म कसैलाई पनि दिँदिनँ। त्यो 2 घन्टाको बिहानको मेरो समय चाहिँ त्यहाँ म जिन्दगीको सबै कुरो पाउँछु। तपाईँ भनेपछि आफ्नो सन्तुष्टिको लागि म गाउनु आफ्नो सन्तुष्टिको लागि गाउँछु। साधना मैले भने साधना भक्ति हो होइन, सङ्गीत भक्ति हो, साधना हो, जीवन हो, आत्मा हो, सन्तुष्टि हो। यसरी सन्तुष्टिको लागि गाइरहनु भएको छ, तपाईँ आफूमा एउटा सन्तुष्टि हुनुहुन्छ। तर तपाईँको गीतहरू, तपाईँको साहित्यहरू सुन्ने दर्शकहरूलाई त अलिकति अन्याय भयो नि त यो त होइन। अनि र पनि मलाई जति लाग्छ अहिले पछिल्लो समयमा म अलिकति फरक तरिकाले मुभ गरिराखेको छु म्युजिकमा होइन। मेरो त्यो ट्रेन त कहिले छोड्दिनँ। मेरो एउटा संस्कार, जुन संस्कार छ म्युजिकमा त्यसलाई त म छोड्दिनँ होइन। जे जति चिन्नुहुन्छ, जे जति मलाई बुझ्नुहुन्छ मेरो दर्शकहरूले, कुनै न कुनै दिन उहाँहरू सबलाई खुसी पार्छु म। ताकि ओहो अर्जुन मिडियामा नआउनुको पछाडि, अर्जुनको धेरै गाना नआउनुको पछाडि यही चिजहरू छन् भन्ने कुराहरू जब मेरो गानाहरू उहाँहरू सुन्दै जानुहुन्छ, जब उहाँहरूले फिल गर्दै जानुहुन्छ होइन, अनि थाहा पाउनुहुन्छ त्यो जरुर, त्यो त ग्यारेन्टी हो। किनभने राम्रो चिज गर्नको लागि धेरै समय लाग्छ। राम्रो कुनै चिज इभन राम्रो फल फल्नको लागि समय लाग्छ होइन। अनि तपाईँको राम्रो चिज खेती गर्दा पनि समय लाग्छ क्या। भन्दा चाहिँ हामी अहिले स्टिल म खेती गर्ने क्रममा छु। अहिले चर्चा बटुल्ने क्रममा, म नाम कमाउने क्रममा पुगिहालेको छुइनँ कि जस्तो लाग्छ कहिलेकाहीँ होइन। कामहरू गरिराखेको छु तर चर्चा कमाउनेको लागि म गर्दिनँ है। मलाई भने नाम सबैलाई मनपर्छ तर नाम कमाउने पनि एउटा कुनै पनि चिज हुन्छ, माध्यम हुन्छ। यहाँ तपाईँ आफै एक लेखक पनि हो, तपाईँको साहित्यमा राम्रै कलम चलेको छ कोसिस गरेँ। अनि तपाईँ कम्पोज पनि गर्नुहुन्छ। के फरक हुँदो रहेछ एउटा आफूले लेखेको गीतलाई कम्पोज गरेर गाउनु र अरूको गीत गाउनुमा चाहिँ? अब यस्तो हुन्छ, अब म चाहिँ फट्ट लेखेर फुत्त निकालिहाल्ने खालको मान्छे होइन। म चाहिँ लेखेर त्यसलाई सयौँचोटि करेक्सन गर्छु क्या। जसम्म मलाई चित्त बुझ्दैन तबसम्म त्यसलाई कम्पोजै गर्दिनँ। कतिले चाहिँ एउटा धुन अलरेडी क्रिएट गर्छन्, धुनमा गीत बनाउँछन्, तर म चाहिँ त्यो गर्दिनँ। पहिला म गीत बनाउँछु, लेख्छु, अनि त्यो गीतभित्र हराउँछु म। गीतको शब्दसम्म पस्छु, अन्त त्यो गीतले मागेको चिजहरू म खोज्छु होइन। अनि मात्रै त्यसलाई म म्युजिकमा ढाल्छु। तपाईँको विभिन्न परिचयको आफ्नै आयामहरू छन्, छुट्टै छुट्टै तपाईँले धेरै काम गर्नुभएको छ। एउटा सङ्गीतको पाटो त छँदैछ, त्यो तपाईँको एउटा बेस भए पनि तपाईँले समाजसेवामा पनि हात बढाउनुहुन्छ र अलिकति तपाईँ एउटा कम्युनिटी बेसिस भएर काम गरिरहनु भएको छ। यसमा चाहिँ कसरी तपाईँ समय मिलाउनुहुन्छ? एउटा त चिता म पुर्याउँछु भन्नुहुन्छ अरे नि त भगवान्ले होइन। अनि यो मेरो दिमागलाई चाहिँ यो नराम्रो चिजहरूमा प्रयोग गर्ने भन्दा पनि राम्रो काम गरेर म समय बिताउँछु भन्ने मेरो सपना हो। त्यही भएर म अब मेरो कम्युनिटीमा काम गर्ने त सानैदेखि इच्छा हो, सकेसम्म म ट्राई गरिराखेकै हुन्छु होइन। अनि तर पनि म्यानेज हुँदो रहेछ। तर कहिलेकाहीँ चाहिँ अलिकति कमै परिवारले समय कमै भएको हो कि महसुस चाहिँ गर्छु। तर मेरो परिवारले बुझिदिनु भएको छ। मेरो श्रीमतीले एकदमै धेरै बुझेकी छन्। मेरो इन्टायर परिवार नै उसले ह्यान्डल गरेका छन्। यति बिजी भएर हिँड्नुहुन्छ, साथी सहेलीहरूसँग तपाईँ इन्टरेक्ट गर्ने मौका कतिको पाउनुहुन्छ? पाउँछु, तर पनि अब कहिलेकाहीँ फोनमा व्यस्त पनि हुन्छु, साथीभाइ सबैको फोन उठाउँछु होइन। अनि पाउँछु, अब म्यानेज हुँदो रहेछ। कहिलेकाहीँ कलहरू मिस गर्छु, फेरि ब्याक कल गर्छु होइन। आइहाल्छु समय पाएको बेला। यो डिजिटल युग हो, एउटा फोनको माध्यम छँदैछ, तर पनि अब अलिकति कसैलाई तपाईँले चिठी लेखेर सम्झिनु भएको छ साथीहरूलाई? यो चिठीको जमाना गएछ, हाम्रो निकै लामो गएछ नि त। अब होइन धेरै साथीहरू छन्,
अब सम्झिन्छु कहिलेकाहीँ, तर अहिले चिठी नै लेखेर चाहिँ कसैलाई सम्झिहालेको चाहिँ छुइनँ। यही भएर पनि हो हामीले सेगमेन्ट राखेको छौँ। हाम्रो हातमा फोन छ, मोबाइलमा नम्बर छ, तर हामीले कति यात्रा गरेको साथीहरूलाई सम्झन पाएको हुँदैन। यसै सन्दर्भमा हाम्रो सेगमेन्टमा तपाईँले आज हामी यहीँ नै एउटा चिठी लेख्नुपर्ने छ कुनै व्यक्तिहरूलाई, त्यो तपाईँले छान्न सक्नुहुन्छ। तपाईँको नजिकको मित्रलाई, तपाईँको घर परिवारलाई, अथवा तपाईँसँग यस्तो दोस्ती थियो, सानो मिसअन्डरस्ट्यान्डिङ गर्दा ऊ टाढा छन्, तर तपाईँले लाग्छ उहाँ पनि रिसाउनु भएको छैन र उहाँलाई पनि त्यही फिल हुन्छ, तर तपाईँहरू एकअर्कामा कनेक्ट हुन पाउनु भएको छैन। आज तपाईँले त्यो मौका लिन चाहनुहुन्छ, चिठीबाट उहाँलाई पनि सम्झिन सक्नुहुन्छ। र हाम्रो यो सानो सेगमेन्ट छ, म तपाईँलाई यो फाइल दिन्छु। यसमा चाहिँ तपाईँले थोरै शब्दमा धेरै कुरा हटाएर एउटा चिठी लेखिदिनुहोस्। हुन्छ, तपाईँले उहाँको नाम मेन्सन नगरिदिनु होला, हामी यो चिठी उहाँलाई पोस्ट गरिनेछ। एकचोटि सट्ट क्यामेरामा देखाइदिनुहोस्। यो चाहिँ मेरो प्रिय मित्रलाई, नाम नभनिकन तपाईँले वाचन गरिदिनुहोस् एकचोटि आफैले पढेर। यो मैले एकदमै रफली लेखेको छु। अनि प्रिय मित्र, लामो समयदेखि भेट हुन नसके पनि मनभरि याद छ, सम्झना छ, माया छ। सङ्घर्षको समयमा तिमीले र मैले बिताएका दिनहरू सम्झेर कहिलेकाहीँ आँखा रसाउँछ। कुनै दिन भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। तिम्रो प्रिय मित्र अर्जुन नसारी। धेरै राम्रो, धेरै राम्रो। यो हामी यस कार्यक्रम पछाडि फ्रेमिङ गरेर उहाँलाई हामी पठाइन्छ, ताकि तपाईँलाई पनि उहाँहरूले सम्झिने मौका पाउन्। हाम्रो पनि यही हो चाहना, कसै न कसैलाई हाम्रो माध्यमबाट अलिकति मिलाउँ भन्दा पनि उहाँहरूलाई एउटा भेटघाट गरौँ भनेर। हुन त अब अहिले यो डिजिटल युगमा
फोनमा छायो भने गफ हुन्छ तर पनि व्यस्तता हुन्छ तरै पनि फोनमा यो गफ एकदमै कम भएको छ यो चिठीको महत्त्व छुट्टै छ किनभने हामी एउटा चिठी लेखेर हुर्केको व्यक्ति हो नि त त्यो भएर यो चिठीको महत्त्व छुट्टै पनि हुन्छ त्यो भएर पनि हामीले यो सेगमेन्टलाई राखेको यति मजाले शब्द हालेर तपाईँले चिठी थ्याङ्क लेख्नुभयो यू यो यसको लागि विशेष गरी त यो चिठी भन्ने शब्दै सम्झाइदिनु भयो यसको लागि चाहिँ फोर्की परिवारलाई धेरै धेरै धन्यवाद यहाँलाई पनि धेरै लामो भएको छ यो चिठी नलेखेको अहँ, एटलिस्ट 2 शब्दमा चिठी लेख्न मौका दिनुभयो धन्यवाद त्यसको लागि तपाईँको अवश्य पनि तपाईँको मित्रले यो पाउँदाखेरि उहाँ खुसी हुनुहुन्छ यही अपेक्षाको साथ र अब अलिकति सङ्गीततिरै फर्क्यौँ तपाईँको एउटा गीत छ मेरो आवाजमा तिमी छौ भन्ने सायद दर्शकहरूले सुन्नु पनि भएको छ यो धेरै मलाई पर्सनली पनि मिठो लाग्ने गाना हो हुन त तपाईँले सन्च छैन भनिरहनु भएको छ एउटा तपाईँलाई मैले यो गीतको लागि पनि रिक्वेस्ट गरेँ यो अलिकति अलिक टफ गानै भएको हुनाले यसलाई स्किप गरेर कुनै दिन मजाले सुनाउँछु हार्मोनियममा फोर्कीमा फेरि पनि मौका मिल्यो भने त्यतिखेर चाहिँ म हार्मोनियम लिँदै सुनाउँछु नि किनभने काइन्ड अफ एकदमै मेरो स्वास्थ्य एकदमै खराबै भएको छ साइन्सले पढिरहेको बेलामा मैले अघि आमा शब्द चाहिँ मलाई अत्याधिक प्यारो लाग्छ आवाज भन्दा पनि मेरो सङ्गीत भन्दा पनि यो मेरो धर्म कर्म मेरो अध्यात्म भन्दा पनि माथिको शब्द लाग्छ त्यसैले मैले के नभई नै गएको ए ठिक छ त्यो त्यसमा तपाईँको अस्वस्थको बावजुदले गर्दाखेरि पनि हो र तपाईँको यो सङ्गीतिक यात्रा मात्रै होइन तपाईँको अरू पनि यात्राहरू छन् जस्तै तपाईँको खेलकुदसँग पनि जोडिनु भएको छ कसरी लिनुहुन्छ तपाईँले यहाँ आएर तपाईँको देखिरहेको हुन्छ यी क्रियाकलाप यसले चाहिँ कसरी मोटिभ हुन्छ समाजमा र कसरी मान्छेहरूले अहिले विभिन्न ठाउँमा प्रशिक्षक केन्द्र खोजिरहेको छ यसलाई चाहिँ के सोच्नु भएको छ तपाईँले होइन मैले विशेष गरी म विभिन्न क्षेत्रमा मैले सङ्घर्ष गरेको हुँदाखेरि अब अहिले पछिल्लो समयमा आएर चाहिँ मैले सङ्गीतलाई मात्रै पिक गर्नुपर्ने भयो किनभने मसँग समय छैन सबैजना समय छैन नभए यदि आफ्नै देशमा रहेर सङ्घर्ष गर्ने हो भने मसँग धेरै चिजहरू छ म अब कराते क्षेत्रमा पनि म ब्ल्याक बेल्ट हो होइन निकै धेरै ठुल्ठुलो स्तरीय भनौँ म्याचहरू खेलेको छु जितेको छु मैले हारेको कम म्याचहरूमा छु त्यो पछाडि आएर मैले अमेरिका आएर पनि मैले कुसाईको कराते एसोसिएसनबाट मैले सेकेन्ड दान पनि गरेको छु मैले अब म सर्टिफाइड रेफ्री पनि हो एक प्रकारको मैले क्लास सञ्चालन गर्न सक्छु ताकि मैले आफ्नै इन्स्टिट्युट खोलेर चाहिँ म कराते इन्स्टिट्युट चलाउन सक्छु होइन तर मसँग समय छैन एउटा कुरो म त फिल्मल्यान्डमा पनि काम गरेँ मान्छे होइन अब पहिलाको यसमा त मेरो इन्कम नै अब प्रायः टेलिसिरियलहरू टेलिफिल्महरूबाटै थियो त्यो समयमा त्यो त यो त मेरो लुकेर गएको छ त्यो कसैले अब सोध्दैनन् पनि मैले पनि भन्ने मौका मिल्दैन साथसाथै त्यो ठुलो पर्दामा मैले सम्बन्ध भन्ने अब दिलीप राई मित्रसँग त्यतिखेर 2006-07 तिर मैले ठुलो पर्दामा पनि काम गरेको छु होइन त्यो हुँदाखेरि त्यो पनि एकदमै इन्ट्रेस्टको विषय थियो मेरो तर जब यहाँ आयो यहाँ आए पछाडि यहाँ आएर पनि जस्तै भर्खरै गरेको छु मैले हिटलर आउँदैछ भने थिएटरमा काम गरेँ त्यसमा त्यो मुभी नै बन्यो अब त्यसमा मुभी पनि काम गरेको छु अनि तर अब त्यो सबैबाट मलाई आत्माबाटै मनपर्ने चिज चाहिँ फेरि मेरो अब सङ्गीत भएको हुनाले अनि यसलाई पिक गरेर म योसँग मात्रै छु अहिले अरूतिर चाहिँ अब समय छैन त्यही भएर अहिले अब मैले सङ्गीतमा आफैले मात्रै गाउने कम्पोज गर्ने अब बजारमा ल्याउने भन्दा पनि अब यो विदेशको समयमा चाहिँ भाषा संस्कृति बचाउ अभियानमा पनि लामो समयदेखि लागेको छु कलम साहित्यिक तथा सांस्कृतिक मञ्च मैले 2013 मा स्थापना गरेँ त्यहाँबाट विभिन्न अब साहित्य होइन साहित्य भनौँ मित्रहरूलाई चाहिँ कलेक्सन गरेर एउटा संस्था मैले होइन राम्रोताले चलाउँदै पनि आएको थिएँ अझै पनि चलाइरहेको छु र मलाई विभिन्न साथीहरूले साथ दिनुभएको छ त्यो सँगसँगै मैले यो साधना तपाईँको नेपाली सङ्गीतलाई 2013 मै स्थापना गरेँ र मैले 5 वर्षसम्म फ्री म्युजिक पनि पढाएको मैले कम्युनिटीमा पढाउँदै आएँ जब 2018बाट फेरि मैले यसलाई चाहिँ अलिकति प्रोफेसनली लानु पऱ्यो किनभने मलाई पनि केही होइन सपोर्ट मिलोस् ताकि मैले खर्च गरेको समयबाट चाहिँ समयको पनि केही त्यसको मूल्य आओस् भन्ने हिसाबले पनि केही कम्युनिटी लिडर्सहरूले मलाई जानकारी गराउँदै गर्दाखेरि मैले सुरु गरेँ मैले 2018 देखि 2020सम्म मैले 120 जना विद्यार्थीहरू म म्युजिक पढाउँथेँ मेरो फुल टाइम काम गर्थेँ जब कोभिड आयो कोभिड पछाडि एकदमै डिस्टर्ब गऱ्यो
त्यो पछाडि मैले अनलाइन मात्रै गरेँ म कोभिडको टाइममा एकदमै अनलाइन मात्रै अनलाइन गर्न सक्दैन अनलाइन मात्रै गरेँ मैले अहिले जहाँ जहाँ भुटनिसहरू रिसेटल हुनुभएको छ प्रायः धेरैवटा देशमा म अनलाइनबाटै पढाउँछु होइन म्युजिकहरू अब पछिल्लो समयमा मैले निकै ग्याप गरेँ अब त्यो अनलाइनबाट अब फिजिकल इन पर्सन क्लास गर्नको लागि अलिकति अब कतिवटा कुरा मिलेन फ्यामिली टाइमहरू मिलेन होइन अब फेरि अहिले मैले साधनालाई ब्याक ल्याएको छु साधनालाई अब किनभने हामीले नगरेको कसले गर्ने होइन अनि जे जति हामीसँग छ त्यो एटलिस्ट समाजमा बाँड्न सकियो र समाजलाई त्यो दिन सक्यो भने एटलिस्ट भाषा सङ्गीत त बस्यो नि त त्यो हिसाबले पनि अहिले चाहिँ म अलिकति धेरै समय म म्युजिकलाई दिइराखेको छु बालबच्चाको भविष्यलाई हेर्दै समय दिएँ त्यसलाई यो भनिरहँदाखेरि तपाईँले अब फेरि साधना सङ्गीतलाई फेरि सुचारू रूपमा ल्याउने जमर्को गरिरहनु भएको छ यसमा चाहिँ तपाईँसँग कसरी कनेक्ट हुने यो बारेमा अलिकति जानकारी पनि गराइदिनुहोस् न यो चाहिँ विशेष गरी अब म अहिले कलम्बसमा मात्रै छु अहिले कलम्बसमा मात्रै त्यसलाई चलाइराखेको छु अनलाइनमा हुनुहुन्छ कोही पनि अनलाइनबाट सिक्न चाहनुहुन्छ भने म अनलाइनबाट गराउँछु तर अब इन पर्सन क्लास गरे जस्तो चाहिँ हुँदैन अब बिस्तारै सायद म एकाउन्ट पनि आउन सक्छु होइन अब यहाँको धेरै प्यारेन्टहरूले एकाउन्टमा बसोबास गर्ने धेरै प्यारेन्टहरूले अर्जुन सर तपाईँ यहाँ पनि आइदिनुहोस् न भन्ने खालको कुरो गर्दै हुनुहुन्छ तर म अलरेडी नै उहाँ कलम्बसमा बिजी हुन्छु म विकेन्डमा विकडेजमा केही दिन होइन आफ्टर स्कुल त्यो पनि नानीहरूको आफ्टर स्कुल सिकाउने गर्छु विकेन्डमा अलरेडी उहाँ बिजी हुन्छु अब यहाँ कसरी म्यानेज गर्ने भन्ने कुरो छ एटलिस्ट 15मा एकचोटि आउन सक्यो भने पनि मेरो लागि पनि त्यो एउटा अवसर हुनेछ जस्तो लाग्छ अनि यदि उहाँहरू कोही अब कलम्बसवासी अथवा कलम्बसमा जति पनि त्यो ग्रेटर कलम्बसभित्र बस्नुहुन्छ उहाँहरूले चाहिँ म मार्फत सिक्न अब चाहनुहुन्छ भने मलाई अर्जुन साडी खोजेर टाइप गरेर फेसबुक मार्फत अथवा मेरो साधना नेपाली सङ्गीतलाई टाइप गरेर त्यहाँ सबै इन्फर्मेसन पाउन सक्नुहुन्छ फोन नम्बर छ त्यहाँ मेरो इमेल छ त्यहाँ होइन त्यहाँबाट कनेक्ट हुन सक्नुहुन्छ म चाहिँ त्यही भन्छु अहिलेसम्म कतिजना कनेक्टेड भइसक्नु भयो कि अहिलेसम्म अब धेरै इनरोल गरिसकेँ मैले अब अनलाइनमा त अझै भइराखेको छ तर अनलाइनदेखि इन पर्सन क्लासमा पनि एराउन्ड अहिले लगभग 50जनाभन्दा धेरै भइसक्नु भएको छ अब त्यो उनीहरूको अब टाइम स्केड्युल हेरेर उहाँहरूलाई क्लास छुट्याएर उहाँहरूको एज ग्रुपलाई मिलाएर होइन मेरो मार्च 1 तारिकबाट सुरु हुन्छ लगभग अलमोस्ट म रेडीमा छु क्लासहरू सबै मेन्टेन भइसक्यो सङ्गीतको अलावा के सिकाउनुहुन्छ अब एउटा सङ्गीत क्लासभित्र अब सङ्गीतका त विभिन्न चिजहरू भइहाल्छ तपाईँ तालमा कसरी गाउने सङ्गीत के हो शास्त्रीय सङ्गीत भनेको के हो होइन अब त्यसमा विभिन्न त्यहाँभित्र पनि धेरै अलङ्कार भनेको के हो सरगम भनेको के हो राग भनेको के हो होइन अब ठाडहरू भनेको के हो अब स्वरलाई कुन हिसाबले होइन अब एक्सर्साइजहरू गर्न सकिन्छ होइन त्यसमा त्यो सँगसँगै भाषालाई पनि अब नेपाली नेपाली गीतहरूलाई चाहिँ अब कसरी जगर्ना गर्ने अब नानीहरूलाई कसरी भाषामा चाहिँ अब होइन नेपाली भाषा सिकाउने त्यति विभिन्न कुराहरू छन् अब त्यहाँभित्र त्यो क्लासभित्र भनेको विभिन्न सांस्कृतिक कुराहरू पनि उहाँहरूले सिक्नुहुन्छ वाद्यवादनलाई पनि प्राथमिकता राख्नु भएको छ त्यहाँ हामीले टिचरहरूमा खोजिरहेको छु अब विभिन्न अहिले आएर के तबलाहरूको टिचर पनि खोजिराखेको छु कोही राम्रो तबला टिचर पाएँ अथवा सारङ्गी टिचर पाएँ भने साधनाले पक्का पनि त्यो अपर्च्युनिटी दिन्छ समाजलाई त्यो जरुर गर्छ कतिको असहजता हुँदो रहेछ यो ठाउँमा अब यतिको व्यस्तता भनेको बेलामा टाइमिङ हुँदैन अब नानीहरूको टाइमिङ निस्के पनि प्यारेन्टको टाइमिङ निस्किँदैन यो सबैबाट चाहिँ आफूले गर्न लागेको कामहरूलाई सबैलाई सम्झिँदाखेरि यसमा भोग्नुपर्ने अप्ठ्यारा कुराहरू चाहिँ यो त अत्याधिक नै अब यो अब सङ्घर्षमय छ नि किनभने एक त आफू बिजी हुन्छ अब सङ्गीत मात्रै पढाएर घर चल्दैन आफ्नो काम पनि गर्नु पर्यो अब प्यारेन्टहरूलाई मेरो टाइममा उनीहरूको टाइम हुँदैन उनीहरूको टाइममा मेरो टाइम हुँदैन र पनि एडजस्ट गरेर प्यारेन्टहरूसँग डिस्कस गरेर अब सङ्गीत सिकाउने छोराछोरीले सिकाउने यति धेरै उसको चाहना तर मेरो टाइम यस्तो छ भन्नुहुन्छ क्या र पनि उहाँहरूलाई कसो गरेर मिलाएर उहाँहरूलाई प्रवेश गरेर अब विकेन्डमा नभ्याउनेहरूलाई विकडेजको इभिनिङमा पारेर अथवा विकडेजमा नभ्याउनेहरूलाई अब विकेन्डको उनीहरूलाई मर्निङ नभ्याउनेहरूलाई इभिनिङमा बनाएर इभिनिङ नभ्याउने मर्निङमा बनाएर होइन अब कतिजनाको नानीहरू क्लासहरू जुधेको हुन्छ नेपाली क्लासहरू जुधेको हुन्छ डान्स क्लासहरू जुधेको हुन्छ यिनीहरूलाई पनि एडजस्ट गरेर गर्नुपर्छ यो मामुली सङ्घर्ष
ले हुँदैन यो चाहिँ एकदमै धेरै सङ्घर्ष। यति ठुलो आँट गर्नुभएको छ, यसको लागि तपाईँको कार्य सफल होस्, यही शुभकामना। र तपाईँले त्यो कुराहरूलाई डिजर्भ पनि गर्नुहुन्छ र तपाईँबाट जसले प्रशिक्षक लिएर गएको हुन्छ अवश्य पनि उहाँहरूको भविष्य नै उज्जवलै छ। आशा गरौँ र ट्राई गर्छु। तपाईँ अब हामी कार्यक्रमको अन्तमा पनि आइसकेको छौँ र यहाँ जाँदा जाँदै हजुर के भन्न चाहनुहुन्छ सम्पूर्ण दर्शकहरूलाई र आफ्नो सङ्गीत जुन एउटा विद्यालय खोल्न आँटिरहनु छ त्यस विषयमा, र अथवा मैले सोध्न भुलेका कुराहरू तर तपाईँको मनमा लागेको कुराहरूलाई तपाईँले भन्न चाहनुभयो भने के भन्नुहुन्छ अन्तमा? सबैभन्दा पहिला त सम्पूर्ण दर्शकलाई नमस्ते। 4K टिमलाई धेरै धेरै धन्यवाद। एटलिस्ट मेरो आवाज तपाईँहरू माझसम्म ल्याउने एउटा अवसर दिनुभयो उहाँहरूले। विशेष गरी त त्यही हो, हामीलाई माया गरिदिनु होला, हाम्रो सृजनाहरू सुनिदिनु होला। तपाईँहरूले सुनेर मात्रै होइन, हामीले सुझाव पनि गरिदिनु होला। तपाईँहरूको सुझाव नै हाम्रो लागि एकदमै धेरै ठुलो भनौँ एउटा सुधार्ने अथवा हामीले अघि बढ्नको लागि त्यसले काम दिनेछ। अनि विशेष गरी मैले बोल्न छुट्याएको त पक्का छुइनँ होला। तपाईँले म यसरी मिडियामा धेरै बोल्न फर्मली बोल्न आउँदैन पनि मलाई सिधा भन्नुपर्छ नि। विशेष गरी तपाईँले सोधेको प्रश्नहरूको मैले उत्तर दिन सकेन त्यो चाहिँ मलाई थाहा भएन र मैले कोसिस गरेको छु। कतै मैले बोल्न चुकाएँ, कतै छुट्याएँ, कतै मैले पुर्याउन सकिनँ अथवा कुनै अपशब्द मैले प्रयोग गरेँ भने पनि म क्षमा माग्न चाहन्छु। र साधनाको विषयमा यदि तपाईँ सङ्गीत सिक्न चाहनुहुन्छ कलमसवासी भने सम्पर्क गर्नुहोला। म कोसिस गर्नेछु म तपाईँहरूको नानीहरूलाई तपाईँले जति एक्सपेक्ट गरेर तपाईँहरूको एक्सपेक्टेसन म पुरा गर्न नसकुला तर पनि म कोसिस गर्नेछु। किनभने मेरो सङ्घर्ष म जति छु, मैले जति सिकेको छु म त्यो जरुर म सिकाउनेछु। म कन्फ्युज नगरिकन बाँड्नेछु। म त्यही प्रतिबद्धता गर्न चाहन्छु। र जाँदा जाँदै 4K सम्पूर्ण परिवार टिमलाई लगायत दिल लकान्द्रीजीलाई धेरै धेरै धन्यवाद यो समयको लागि र मलाई सम्झिनु भएकोमा। म यति नै भन्छु, धेरै धेरै धन्यवाद। सोध्ने कुराहरू धेरै थियो, कति कुरालाई मैले समेटेर सोधेँ र समयको पाबन्दीमा रहेर कार्यक्रम चलाउनु परेको हुँदा तपाईँलाई कति कुरा सोध्न, धेरै कुरा सोध्नु छ र यसको लागि हामी भविष्यमा पनि तपाईँलाई सम्झिनु छ। तपाईँ जतिको व्यक्तिलाई अगाडि राखेर मैले यसरी सोध्न पाउनु भनेको मेरो अभाग्य पनि हो। र हाम्रो यो एउटा स्टुडियोको बसाइलाई पनि एउटा समयको सही सदुपयोग भयो जस्तो लाग्छ मलाई। र तपाईँले जे गर्नु हुँदैछ त्यसको लागि हामी धेरै प्राउड छौँ। तपाईँले गरेको कुराहरू, तपाईँले जुन समाज सेवामा लाउनु भएको, तपाईँले सङ्गीतलाई दिनुभएको समय साँच्चै अमूल्य छ र तपाईँको यो जीवन देखेर अरूले पनि धेरै प्रेरणा मिल्ने नै छ र उहाँबाट हाम्रो निमन्त्रणालाई स्वीकार आइदिनु भयो, यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। र आदरणीय दर्शकबिन, अब जाँदा जाँदै तपाईँ जहाँ बसेर हामीलाई हेर्नुभएको छ, हामीलाई माया गरिरहनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद। र तपाईँ जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र हामीलाई माया गरिराख्नुहोस् यसरी नै भन्दै आज यो बसाइबाट म लगायत मेरो टिमलाई, बाला गजमेर साथै स्वर्ग राईलाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते।